नमस्ते म रन्जु खरेल नर्सर नेस्ट हामी सेन्टर फर वेलबिङबाट बोल्दैछु। मैले चाहिँ विगत 2-4 दिनदेखि यो स्कुलहरूको पेरेन्ट्सहरूबाट के सुनिरहेको छु भने जस्तै यो अटिजम भएको बच्चाहरू जस्तै डिस्लेक्सिया लर्निङ डिसेबिलिटिजको बच्चाहरूमा चाहिँ जस्तै स्कुलमा लाने स्कुलमा नर्मल स्कुलमा लाँदाखेरि चाहिँ स्कुलले हामी राख्दैनौँ भन्ने कतिले राखेको पनि देखेको छौँ। जस्तै इन्क्लुसिभ स्कुल भनेर कतिजनाले राखेको छ तर त्यसमा राम्रो रिजल्ट नआएको पनि देखेको छौँ र कति स्कुलले चाहिँ होइन हामी राख्दैनौँ भनेर पेरेन्ट्सहरू भौतारिरहेको यताउता हिँडिरहेको हामीले एकदमै देखेको छौँ। र हामी चाहिँ के भन्छौँ भने यो हामीले यो अटिजमकै लागि अथवा डिस्लेक्सियाकै लागि भनेर हामीले एउटा सेन्टर पनि खोलेको छौँ र यति पेरेन्ट्स भौतारिनु भएको छ कि र कहाँ लाने के गर्ने भन्दा 1-2 वर्ष बच्चाको त्यो यस्तो प्रेसियस टाइम चाहिँ बितिरहेछ। त्यसले गर्दाखेरि जुन बच्चा चाहिँ अब 9 वर्ष 10 वर्ष भइसकेपछि पेरेन्ट्सले थाहा पाउनुहुन्छ कि यो बच्चालाई चाहिँ ल थेरापी चाहिने रहेछ भनेर उहाँहरूले पनि इन्फर्मेसन लिएर थाहा पाएपछि चाहिँ बच्चा एकदमै टु लेट भएकोहरू हाम्रो धेरै केसहरू अहिले आएको छ होइन। त्यही भएर अब तपाईँहरूले चाहिँ यो हामी नर्सनेसको एउटा एडभर्टाइजमेन्ट होइन यो, तर हामी एउटा पेरेन्ट्सलाई अवेर गराउन चाहन्छौँ कि हामी यहाँ छौँ। तपाईँहरूलाई परेको कुनै पनि समस्या तपाईँहरूको बच्चामा परेको साइकोलोजिकल कुनै स्पेक्ट्रम डिसअर्डरहरू केही छ भनेपछि चाहिँ हाम्रो डाक्टर गंगा पाठक हामी सँगै बसेर हामी काम गरिरहेछौँ। तपाईँहरू यहाँ आउनुहोस्, हामी 32 पुतलीमा लोकेट गरिरहेछौँ, यही ठाउँमा छौँ र एनी टाइम हामीलाई आएर भिजिट गर्न सक्नुहुन्छ। स्कुल भिजिटको लागि आउनुहोस्, हेर्नुहोस्, तपाईँहरूलाई सेवा गर्नको लागि हामी सदैव तयार छौँ। धन्यवाद।